होटल सैनिकतिर जाऊँ न एकताल। होटल सैनिक। नमस्ते बहिनी, तपाईले यहाँ भाडा कति दिनुहुन्छ? हजुर 36,000 कसलाई तिर्नुहुन्छ? 28,000 कुन घरबेटीको हो? पुनम गुरुङ। ए यो त लालबुर्जा नभएको जग्गाहरू हो नि, तपाईले त भाडा तिर्दो रहेछ। कसरी तिर्नुहुन्छ तपाईले भाडा? नतिर्नु हुन्थ्यो नि, किन तिर्नु भएको? पुनम गुरुङ कहाँ हो घर? स्याङ्जा। ल स्याङ्जाबाट आएर अतिक्रमण गर्ने पुनम गुरुङ। ल हेर्नु यहाँ एउटा त्यहाँ पनि छैन लालबुर्जा, यहाँ पनि छैन, यसको पनि लालबुर्जा 100% छैन। होटल सुजनामा जाऊँ न, यहाँ पनि जाउँ। सब भाडामा बसेछ यहाँ। नमस्ते बहिनी, हजुरले यहाँ भाडा कति तिर्नुहुन्छ? महिनाको 30,000 कसलाई तिर्नुहुन्छ? कसलाई? घरबेटीको हो नि। हाम्रो घरबेटी त निर्मल पोखरीतिर हुनुहुन्छ। नाम के हो? रविलाल भण्डारी। ल है कुन ठाउँ गरे? निर्मल पोखरीबाट आएर यहाँ आएर अतिक्रमण गरेर हेर्नु त यत्रो भाडा लिएर बसेछ। हेर्छ यिनीहरूसँग म भए त भाडा पनि तिर्दैन। ल अब यहाँ हेरौँ, अब थाक खोला थकाली भान्साघर है, यहाँ पनि पसौँ एकपटक, सोधौँ भाडा कति छ है। यहाँ सोधौँ न, खाने मान्छेहरू थुप्रै रहेछ। बहिनी नमस्ते। साउनीको हजुर त यहाँ पनि आउनु भएको छ त फेरि। ल बहिनीसँग राम्रोसँग कुरा गर्नु पर्यो क्या बहिनी। तपाईले यहाँ भाडामा चलाउनु भएको बहिनी? बहिनीले बहिनी तपाईँ त त्यहाँ थियो है? ए होइन, लालबुर्जा छैन नि यो लाइनमा त। हजुरले चलाउनु भएको? कति भाडा तिर्नुहुन्छ नि? थाहा छैन। कति भाडा तिर्नुहुन्छ? हजुर जम्मा 10,000। ल म छक पऱ्यो है। हेर्नु है, त्यो सानो घर उता 22,000 तिर्थ्यो, यहाँ चाहिँ 10,000 रे। अलिकति बोल्नु मानेन है। ल 2-3 जना मिलेर 10,000। ल कतिजना छ नि तपाईँहरू? 3 जना 10 × 30,000 भयो। 25,000 पर्छ। ल यो वरिपरि सबै चाहिँ भत्काउनेमा परेछ है। पर्दाखेरि चाहिँ तपाईँले हेर्नुहोस्, यहाँ लालबुर्जा कसैको पनि छैन है। अब भत्काउने के रे भाइ? बिचरा कता जान्छन् तयार हुँदैन। यसको मतलब भत्काउनु पर्छ होइन? उताको त सबै पालिका परिवारले चलाउँदो रहेछ, काङ्ग्रेसको पालिका परिवारले। झन् तपाईँहरू त लाटो रहेछ नि, बाटामा गएर ओगटेर बस्नुपर्छ नि। बरु उनीहरू लिगल हुन्छ, तपाईँहरू त भित्र पर्ने भयो नि फन्दामा। हो नि त, त्यो त यो त पहिला एयरपोर्टको जालीसम्म थियो, यो खाली थियो। कहाँ आउने हजुर घर? यही लाइनमा हो। ल है हेर्नु, थाक खोला थकाली भान्साघर है। उता पनि मैले तपाईँलाई देखाउनु भयो, ममता गुरुङ होटल। अब यहाँ पनि सोधौँ न कति भाडा तिर्छ। तपाईँले हिसाब गर्दै जानुहोस् है। करोडको पैसा चाहिँ यहाँ साउला बुझाउँछ। उता त झन्डै 1 महिनामा 50 लाख रुपियाँ बुझाएको देखियो पालिका परिवारलाई। अब यहाँ हेरौँ, यहाँ कसले चलाएर छ हेरौँ है। साउजीसँग सोधौँ। हजुर नमस्ते। हजुर साउजी, हजुरले यहाँ आफ्नो हो कि भाडामा हो? भाडामा। कति तिर्नुहुन्छ भाडा? महिनामा 18,000। 18,000 महिनाको। कसलाई तिर्नुहुन्छ नि? साउलाई। कुन साउलाई? नाम भन्नु न। उता त पालिका भयो, यहाँ पुनम भयो, तपाईँले भन्नु न नाम। किन डराउने? नाम थाहा छैन। चन्द्रकुमार गुरुङ हो कि? चन्द्रकुमार गुरुङ कहाँको? रूपकोट किल्लमजुङ? यहीँको। कुन ठाउँको? अहिले त माछा पोखरी भनेको मतलब चाहिँ उता भद्रकाली हो। ल हेर्नु त है, कति तिर्नुहुन्छ अरे? 18,000। 24,000 जति हुन्छ। ल यिनीहरूको घर, यिनीहरूले बिचरा यहाँ भाडामा चलाएछ, भत्किन्छ, नोक्सान यिनीहरूको हुन्छ। साउ त आनन्द छ, उहाँ 5 तले घरमा 4वटा गाडी राखेर। ल है हेर्नुहोस् है, यहाँ सबै अतिक्रमण गर्ने मान्छेहरू यहाँ। भत्किने भनेको ठाउँ यही हो। ल कहिले भत्किन्छ कुर्दैछु। अब यता जाउँ, अब पूर्वको होटलमा जाउँ न, इलामको पूर्वतिर होटलतिर। बहिनी नमस्ते, हजुरको हो? कति चाहिँ दिनुहुन्छ भाडा यहाँ बहिनी?
हजुर दिएको यति भयो। कति 10,000 10,000 कसलाई दिनुहुन्छ साउलाई। कुन साउलाई यहाँ चाहिँ पवित्र गुरुङको नाममा ए उताको पवित्र होइन, कि पुनम पवित्र गुरुङ उहाँ चाहिँ यहाँ हुनुहुन्न, नेपालमा हुनुहुन्न, अँ। बाहिर हुनुहुन्छ। भाइरो छ हजुर। ल है भाइरो छ भाडा चाहिँ उहाँलाई दिनुहुन्छ ब्याङ्कमा जान्छ होला के अरे अब भोलि भत्कियो भने बिचरा यिनीहरूको फर्निचरहरू यिनीहरूको नोक्सान हुने हो के हेर्नु त यसरी बस्ताको बिचमा उता पनि छ है भाइरो छ अझै यता झन् अझै छ सफल खाजा गर कतिमा हिँड्ने ल है भिडियो पनि लामो हुन लाग्यो बहिनी नमस्ते नबोल्नुहोस् न बहिनी हजुरले भाडामा चलायो हो कि आफ्नो हो भाडामा कति दिनुहुन्छ नबोल्यो भने नि भाडा त भन्नुहोस् न बहिनी कति तिर्नुहुन्छ किनभने भत्किने क्रममा छ यो त्यसै कारण तपाईँलाई सोधेको भत्किन्छ भने हजुरलाई पनि थाहा छ अनि भत्कियो भने हजुरको नोक्सान हुन्छ कि हुँदैन अब भोलि नगरपालिकाले घर खाली गर भनेर हजुरले गर्नुहुन्छ कि हुन्न गर्नु पर्यो थ्याङ्क यू धन्यवाद ल है उहाँ त अब अनुहार देखाउनु चाहेन तर भनिदियो बोलिदियो धन्यवाद ल अब यता जाउँ है विमल रेस्टुरेन्ट यहाँ किराना पसल पनि राखेको रहेछ यहाँ सोधौँ कोही छैन त यता भित्र हेरौँ न बहिनी हजुर यहाँको साउनी हो हजुरले यहाँ चाहिँ हजुरले यहाँ भाडामा चलाउनु भएको छैन भाडामा चलाउनुहुन्छ बहिनी हजुरले हो भाडामा लिएको हो कि आफ्नो हो भाडा लिएको होइन हामीले किनेको हो तर किनेको हो अब के भन्नुहुन्छ हो कोसँग किनेको अब किन्न त अब व्यक्तिगत यो त लालपुर चाहिँ छ के अरे होइन बहिनी तपाईँलाई थाहा छ जाँदैन भत्किनीमा आएको छ यो भत्किने त थाहा छ अब हाम्रो ठाउँ देखाइदिनु होला नि हामीलाई होइन ठाउँ त देखाउला नि एउटा व्यवस्थित गरिदिनु तर तपाईँ कस्तो सोझो भएर चाहिँ यस्तो ठाउँमा किनिदिएको त अब यस्तो ठाउँ भनेर नि भएन नि पहिला त अब 60 सालमा है कति सालमा लालपुर चाहिँ निकालेको हो नि त यहाँ त निकाल्दाखेरि यो पूर्व पश्चिम उत्तर दक्षिण निकालेको अनि यहाँ भनेको एउटा किता काट मात्रै नभएको छ के आफ्नो ठाउँमा छैन हाम्रो ऊ अब भोलि अब दिनु होला नि सरकारले पनि दिनुहुन्न र हुन्छ होला नि भन्ने आशमा छौँ के अरे होइन सरकारले पनि भन्छ नि अफिसमा काम गरिरहने मान्छेलाई अड्काएर के बिगाएर राखिदिन्छ भन्छ होइन तपाईँले लालपुर जति निकाल्यो भने पनि तपाईँको जग्गाको किता नै फाँट भइसकेन भने त तपाईँ इलिगल भइजान्छ नि बहिनी हो कि यिनीहरूलाई भन्नुहोस् त लालपुर छ अब कितै काटेको छैन अब किता काट त्यो लालपुरमा देखाएको ल बहिनी धन्यवाद बहिनी है ल उहाँ पनि हो ल उहाँको भाडाको हिसाबहरू गऱ्यो भने पनि तपाईँले आफै बुझ्नु सक्नुहुन्छ ल यो हेर्नु त यो बसहरूको हालत बिचरा हेर्नु त जान्छ धुएर लिएर आउँछ अनि धुलै धुलो अनि मेरो साहबले फुतिरिदिन्छ पोखरालाई चाहिँ के बनाउँछु रे ल हेर्नु त बस पार्क त बनाउनु सक्दैन है अनि यस्तो के गर्छु भन्छ के गर्छु भन्छ खोइ त यो यत्रो भत्किन्छ त कतिजनासँग सोध्ने मैले यहाँ योभन्दा उता पनि छ यता पनि छ उता पालिका परिवार सबै पालिका नेपाली काङ्ग्रेसको उता है पुरा मिचेर बनाएको बाटो अगाडि मेन चिजहरू पालिका परिवारले अब हेर्दै हेर्नुहोस् यो बसवालाहरू गाडी धुन्छ फेरि धुलो भइहाल्छ ल हेर्दै गर्नुहोस् त हालत बस पार्कको ल अब तपाईँसँग अर्को ब्लगमा भेटौँ ल नमस्ते बाई बाई